बिस्तारै हामी यहाँबाट जान्छौँ होइन। केटाहरू लियो, बन्डा दोषलाई पिकअप गर्न बाँकी छ। बन्डा दोषलाई लिएर अनि विकास दोषको पनि बाइक लिने रे। विकास दोष पनि जोइन भयो होइन फाइनली। बन्डा दोषलाई हिँडाएको जस्तो भयो होइन होइन। दाइ पुलिस ट्राफिक छ अगाडि। मेरोमा टायरमा अहिले हावा कम छ है, त्यही भएर चाहिँ बाइक क्या नाचे जस्तो फिल भइरहेछ मलाई। हावा हाल्नु भने पनि त्यो भेल जाम भइरहेछ क्या। के गर्ने अब हिट हान्नुपर्छ त राजा। टायर त बिहानै तातिसक्यो बिहान यो बिहान एक राउन्ड यस्तो घुमाएको थिएँ नि त म। खोइ तर बाइक त जान्छ जस्तो लागिरह मलाई होइन। रिक्स नलिऊ। आम्मा यसले धुलो फाले दैट। होइन हो त्यही त, जुन बाइकले नि मिल्छ क्या। अब ठकुरी भ्लगले हिरो होन्डाबाट सुरु गर्यो होइन। बाइक डजन्ट म्याटर क्या अब दोस्त होइन। त्यही हो त्यही हो होइन। आँटिदिउँ न। यो पनि सबै थोक जिन्दगीमा सबै थोक आँटिसक्यो। यो पनि एकचोटि ट्राई गरेर हेरिदिउँ न होइन कस्तो हुन्छ। चाख्दिउ अनि त्यही अनुसार अब एक्सपिरियन्स हुन्छ नि त पछि होइन। धेरै नि अहिले त अल्ल आउँदैन आफ्नै जान्छ त्यही हो। त्यही कोही सक्सेस हुन्छ कोही हुँदैन अब त्यो होइन। सबै जे होस् कन्टिन्यू दिइरहनु पर्यो होइन। त्यही होइन। जे होस् सफर का फल मिठा होता है भन्छ नि, त्यही हो क्या। आफूले अब इन्तजार गर्नु पर्यो होइन कुर्ने। ल ल ल विकास दोषले यहाँबाट बाइक निकाल्छ उसको है। उता रहेछ सेक्सीमा। ल टुपी आइसक्यो। ऊ कहीँ गयो होला। म बिहानै यो बाटो आएको थिएँ क्या, यसो हेरेको थिएँ। सङ्घर्ष चाहिँ आइपुगेको थिएन त्यतिखेर, टुपी चाहिँ आइसकेको थियो। गाइस एकछिन हामी यहाँ बस्छौँ है। विकास दोषले बाइक निकाल्छ, बाइक निकालेर जान्छौँ भन्नाले विकास दोषले बाइक निकालेर यहाँबाट बन्डालाई लिएर आउँछ होइन। हामी बन्डा दोषलाई लिएर आउँछ। हामी यहाँ एकछिन यहीँ रेस्ट गर्छौँ। असिम भाइलाई नि फोन गर्दै गर्नु पऱ्यो है। गाइस स्टे ट्युन। हावा सावा हालियो, भेल जाम भएर रहेछ। के छ अङ्कल? हजुर अब यहाँ पछि हाल्ने अङ्कल। त्यो एउटा यस्तै समात्ने पाउँछ नि त यहाँ माउन्ट, त्यो ल्याएर हाल्नुपर्छ अनि त्यो अगाडिको अनि आउँछ नि त। ल हस् त अङ्कल जाउँ। अबमा ट्राई हान्नुपर्छ। एक ट्राई हान्यो क्या उहिले। ल है त एक ट्राई हान्यो भने त उड्छ बेला एकदिन त यहाँ माथि उठ्दिएर त यार। अब आउँदैछ। जाऊ
अब हामी बत्यो नि हो त दाइ हामी बत्यो भने फेरि कोही हुँदैन अगाडि जाउँ हिँड्न के हो जाउँ हामी जाउँ तर कुदाउँदाखेरि चाहिँ हेलमेट यहाँ आइपुग्ने क्या स्पकेट हेऱ्यो नि त स्पकेट कडा छ नि तपाईँले हाल्नु भयो कि नै मैले नि 1 लिटर हाल्यो तर पुग्छ होला हाम्रो चाहिँ त्यहाँसम्म फर्किँदाखेरि हाल्नु नि हेर्नु अझ साउन्ड मिसिङ भयो क्या दाइ आज चाहिँ आजको घरमा चाहिँ साउन्ड मिसिङ भयो क्या साउन्ड भए आज धन्न मौसमले साथ दियो भने दाइ न त जहिले भने गिद्दी गर्ने भने यहाँबाट दाइ मेरो साथी यस्तो झरा छ उयो पुलबाट ल्याम्मै तल खोलामा पुगेको छ भने सानो यस्तै कुलो जस्तो सानो कुलो होला भनेको दाइ अँध्यारोमा पुल नदेखेको होइन अनि यतापट्टि टेक्न लाग्यो त्यो खाल्टोमा छेउमा पुगेर खाल्टोमा परेको क्या खुट्टा ल्याम्मै तल भने सानै कुलो होला भनेको तल हेरेको त यत्रो भने हेर्नु उयो नालीभित्र यहाँ छिरेको आउनु नि भने यस्तो साइको भए हजुर जाऊ ल दाइ केटा हो जाऊ अब चाहिँ पारेन होइन हाम्रो 120 हो त तपाईँको ए अलिकति लुज रहेछ नि त स्प्रिङ अनि स्प्रिङ अलिकति लुज के हो त्यो लुज जस्तो रहेछ नि त हो केटाहरू चाहिँ कहाँ आइपुग्यो केटाहरू कुर्ने एकछिन हो जाऊ बाबा देखिदिरहेको रहेछ होइन ए भाइहरू खै साथी भाइहरू कुर्दिउँ न लगाइ एकछिन है आइपुग्यो होइन भाइ नै आइपुग्यो हामी बत्तेपछि पछाडि कोही हुँदैन नाइट्रो छैन दाइ हाल्नुपर्छ अब जाऊ
यहाँबाट माथि जाने त होला नि होइन मजा बवाल बवाल होइन यो हो नि त र शैली के छ र आफ्नै त हो नि होइन हामी के गर्नु यो माथि चढ्ने हो यो माथि कहाँ छ म गएको छैन एकचोटि है यहाँ माथि त्यो झन्डा कि के छ अरे नि झन्डा छ कहाँ बाटो लास्ट छ भन्दै थियो क्या त्यो बाटो त अब खत्तम नै होला सायद है चलानै त होइन सिरिजर जाने बाटो हुन्छ यहाँबाट के गर्ने के गर्ने माथि जाने हो जोर कता हो झोर त यही हो यही एरिया भयो ए घुइली है त केटा हो ल ल ल घुइली त टाढै उठ्दिएर यहीँ बस्ने कहाँ राख्ने दाइ बाइक ओइ साइकल उता माथि राखिदिउँ न बाइक अनि यहाँबाट एक दुई सर्ट लिदिउँ न